नमस्ते, वेलकम ब्याक टु आवर च्यानल साथीहरू। आशा गर्छु हजुरहरू सन्चै हुनुहुन्छ होला। हामी पनि ठिकै छौँ। मेरो छोरो चाहिँ ठिक छैन। मेरो छोराको अवस्था देखाउँछु, हेर्नु है त। छोराको अवस्था चाहिँ यस्तो छ। यो घटना चाहिँ 2 गते 8-9 बजी रातिको। यहाँ देख्न सक्नुहुन्छ तपाईँहरूले, खुट्टा पुरा बोन फ्र्याक्चर गरेर अहिलेको अवस्था यस्तो छ। अनि अहिले हाम्रो यहाँ नयाँ पसल चाहिँ खाली छ, भर्खरै खोलेको। अनि यता मोमो बनाउँदै हुनुहुन्छ, यतातिर यहाँ पानी पसल हुन्छ। मम्मी चाहिँ यता फिटिक गर्दै हुनुहुन्छ, देख्न सक्नुहुन्छ है तपाईँहरूले। यो चाहिँ आजबाट स्टार्ट गरेको साथीहरू। नजिकको यहीँ चिनेको कोही हुनुहुन्छ भने हाम्रो पसलमा भिजिट गर्न सक्नुहुन्छ। बुवाले बनाएको मिठो मोमो खान आउन सक्नुहुन्छ है। यो चाहिँ आज मात्र भुजा पनि ल्याउनु भएको छ चटपटको लागि। यो चाहिँ पसलको सेन्टरमा पसल चाहिँ यो बोर्डिङ जाने बाटो पर्छ नि त। अनि त्यही भएर पनि यहाँनिर पसल राख्यो भने बिस्तारै चल्छ भनेर। अनि यहाँ मम्मी पहिलो ग्राहक पानी अनि के अरे पराग लिएर जानुभयो। सामान चाहिँ हालेको छैन नि त, भर्खरै खोलेको, त्यही भएर। हजुर यहाँनिर बोलाइ गर्नुहुन्छ, भिडियो गर्न पनि दिनुहुन्न। यहाँ ड्याडीले बनाएको मोमो देख्न सक्नुहुन्छ। खतरा मोमो बनाउनु भएछ है। पहिलोचोटि प्रयास गर्नुभएको। मैले नबनाइदिएको आज चाहिँ सिक्दै हुनुहुन्छ मोमो बनाउँदा। मजा आइरह एकदम। तपाईहरु पनि आउन सक्नुहुन्छ है। अर्ग्यानिक मोमो घरमै बनाएको, त्यस्तो केही राखे हैन, सिम्पल चटपट लाएर नानी बाबुहरुलाई बनाइदिएको। खास गरी दिपुले मोमो खाने भन्छ। अनि अचारको लागि मम्मीले टमाटर खुर्सानी अनि आलस पनि पिसेर रेडी गरिदिसक्नु भइसकेको छ। घाम चर्केर साथीहरु, यो चाहिँ ठ्याक्क यो नागरिकता बनाउने उसको के भन्छ, यो नागरिकता बनाउनेलाई के भन्छ रे बुवा? नागरिकता बनाउने ठाउँलाई सिडिओ कार्यालयको ठ्याक्क यतापट्टि देब्रेपट्टि यहाँनिर तपाईँहरू आउन सक्नुहुन्छ है। हजुर के भयो बाफ्रे, कहीँ हिँड्नु हुँदैन। यहाँ हेर्नु न, प्रगतिशील छोरो कम प्रगति गरेर बसिछ। ए लाग्छ मोमोलाई पनि आएर पानी चट्टा लाएर अनि के अरे पराग के लिएर जानु भइसकेको। चाहिँ हेरेर बस्ने साथीहरू। स्पेसल चटपटे खाना मन छ भने पनि आउनु सक्नुहुन्छ है। कता देखाउनु ल भन्नु न, लु उसलाई देखाइदिनु साथीहरू। लु हाई गरिदिनु, मेरो अवस्था हेर्नुहोस्। ओहो माया पनि गर्दै हो युट्युब फ्यामिलीलाई। यस्तो छ है साथीहरू। ल मोमो हालिसक्नु भइसक्यो। यो यतिको भए हुन्छ, पर्दैन धेरै नटासियोस् भनेर। अब अचार बनाउनु पर्ने हुन्छ टक्क लाएर। यो खुर्सानी छबे हो मम्मी? खुर्सानी छबे हो? लु हाल्नु। ऊ ल्याउनु भएन, टिमुर ल्याउनु भएन? ल्याउनु पर्थ्यो पखन साथीहरू। यो अचार बनाउनु ठुलो बोटोको ल्याउनु पर्थ्यो नि, मिक्सरको सानो भयो। मोमो बनाउनुलाई मैले चाहिँ उयो फेरेँ, सानो थियो फेर अटेन। अब यसमा टिमुर लिन जानु भएको छ मम्मी। टक्क लिएर टिमुर, नुन, खोर्सानी हाल्ने, सर ब्लेन्ड गरिदिने, अचार रेडी हुन्छ साथीहरू। कसलाई किन? छोराको ताल दिएर म छक्क परेर पड्याङ्ग हान्छु म त भन्छ। भर्खर खोलेको, त्यही भएर सामान चाहिँ केही छैन साथीहरू। मम्मीहरूले खोल्नु भएको। अनि त्यो याद होस् भनेर भिडियो बनाइदिइहालेको। पछिलाई भोलि पर्सि हेर्दा। हजुर अब यहाँ अचार खुवाएर पार्नुपर्छ साथीहरू, त्यसपछि मिठो भइहाल्छ।
मोमो अचार रेडी साथीहरु कहाँ हाल्नु भएन ल मोमोको अचार चाहिँ रेडी भयो पनि रेडी भइसक्यो नुन चाख्नु है यस्तो बनिसक्यो साथीहरु 1.5 प्लेट बिक्री पनि भइसकिसक्यो यहाँ बन्दै पनि छ देख्न सक्नुहुन्छ है वाउ मेरो छोराले इन्जोय गर्दैछ खाँदै मोबाइल हेर्दै मोमो खाँदै गर्दैछ बर्खानामा त हातैले खान्छु आउन सकेको होस् परमेश्वरले यो सबै कुरामा आशिष पाउन सकेछ पिता र पुत्र पवित्र आत्मामा आमेन हे कत्रा आवाज वाउ कस्तो रहेछ त मम्मी ड्याडीले बनाएको मोमो आफै बनाउँदै आफै खाँदै साथीहरु दिप्सन कस्तो छ दामी छ स्कुलबाट पढेर आएर यसरी मोमो खानु पाउँछ है ड्याडी दिदी पुनुलाई बनान भनेको नानीले दिए तर ठिकै छ यतिकै हो मोमो ठुल्ठुलो बनाउनु भएको यस्तै गरी बनाएको भए के फाइदा पुरा भन्नु रातै उठेर कुन्ताको पसलको खाकै गर्ने मान्छे अब त हेर्नु नि 4-5 वटा चोको बनाइसकिसक्यो देखेपछि खाइराख्नु भन्छ अनि हुन्छ यसरी बिक्री व्यापारी आदि बनाइदिसक्यो बिहान माथि खाना खाएर आइदिएको नन स्टप यहाँ छौँ दिउँसो मोमोहरू बनायौँ देखिहाल्नु भयो तपाईँहरूले मोमोहरू खायौँ अलिअलि बिक्री पनि भयो अनि अहिले चाहिँ मेरो छोरा सुतेर उठिसकिसक्यो खाकै दुःख